कति बाख्रा चराउने भनेर म चाहिँ आज घरबाट निस्केको कहाँ जान्छु भन्ने मलाई नै थाहा छैन। कहाँ जान्छु होला त्यो भिडियो पुरै हेर्नुहोस् अनि हजुरहरूले थाहा पाउनुहुन्छ। म घरबाट निस्किसकेँ। हिँड्दै 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 गएर म चाहिँ बाइक लिन जान्छु। म बाइक बिना फेरि कहीँ पनि जान्न, तर यो चाहिँ बाइक लगेर जानुपर्ने छ। त्यसैले म बाइक समातेरै लागिसकेँ। कहाँ हो कहाँ जान्छु। त्यसपछि बाटोमा बिच बाटोमा रोकेँ, भिडियो गराएँ। कहाँ कस्तो खतम थियो बाटो त यार। छ्या चाहिँ लोऱ्यो हेर्नु त्यहाँ कोही मान्छे मलाई कुरेर बसिरहेका छन्। को मान्छे होला त? म लोरे आइसकेको छु, हेर्नुहोस् यही मान्छे मलाई कुरेर बसेको। हेर त झ्याम्ला झुम्तुरो बोकेर। हाई हाई कौन है कौन? भाइ साहब मेन क्यारेक्टर हजुर हुनुहुन्छ। डोगरे मैले नाइ डोगरे भने त आफै भाग्यो भने सरकारी बहिनी चिन्नु मेरो कहाँ झुम्लो झापेर बोकेर। भिडियो चाहिँ उहाँले गराइदिनु भएको हो, माथिबाट आएको भिडियो हेर्नुहोस् त। त्यसपछि हामी दुईटी लाग्छौँ आफ्नो डेस्टिनेसनतिर। हाम्रो डेस्टिनेसन कहाँ भने चाहिँ हजुरले थाहा पाउनुहुन्न। हेर्नुहोस् भिडियो। यो चाहिँ मेरो मामा जाने बाटो, यो चाहिँ कता जाने बाटो मैले थाहा छैन। यो पिज रोड कता पो जान्छ, हेर्नुहोस् भिडियो अनि थाहा पाउनुहोस्। त्यसपछि हामी त्यसपछि हेर त कति खुसी भएको। यो केटी रोक्नुको भुइँमा खुट्टै छैन। त्यसपछि लाग्यौँ। हेर्नुहोस् यहाँ ट्राफिक जाम। उता पुलिसले गर्थ्यो त बाख्राले गर्दा रहेछ न। फेरि लाग्यौँ हामी। हेर्नुहोस् रोड देखाउँदै देखाउँदै पिच रोड रहेछ। फेरि दामी रहेछ बाटो त। हाम्रो मामा त खतम थियो। त्यसपछि हेर्नुहोस् यो बेस्ताडा बजार, माथि बजार देखिया यता रोडबाट हेर्नुहोस् बजार। म त यो बाइकमा आएको। यो चाहिँ सुस्मिताको घर हो। सुस्मिताको भुइँमा खुट्टा छैन। आज अनिसालाई मेरो घर ल्याउन पाएँ भनेर। हेर्नुहोस् म चाहिँ घर आइसकेँ सुस्मिताको। फाइनली सुस्मिता घर आइपुग्यो। लाइट गाल्नु न सुस्मिता। सुस्मिता खत्तम रहेछ नि केटी त। तेरि आफ्नो गाउँ आएर पनि मैले डुलाउनु पठाउँछु नि यार। त्यसपछि सुस्मिताले आफ्नो गाउँको बारेमा तारिफ गर्छिन्, सुन्नुहोस् है त। हजुर हजुर त्यसपछि मैले बाइक देखाउँछु। बाइकमा आएको त बाइक देखाउनै पर्यो। त्यसपछि हामी लाग्यौँ घरतिर। भिडियो खिचेर हामी घरतिर लाग्छौँ। हामी चाहिँ घर आयौँ अहिले। हस्त धन्यवाद। आजको भिडियो यहीँ समाप्त हुन्छ।